हेलो गाइस, नमस्कार एन्ड ब्लगमा हजुरहरूलाई स्वागत छ। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ असार, म चाहिँ अहिले पानी लिने हिँडेँ क्या गाइस। आज अहिले ट्र्याक्टर आउँदैछ क्या, त्यही भएर चाहिँ यहाँनिर चाहिँ पानी लिन आएको। म चाहिँ सुई पानी लाउने, त्यसपछि ट्र्याक्टर जोत्ने अनि आली टुटी लाउने गाइस। गाइस आज म धेरै भन्नाले 1 महिनापछि भ्लग बनाउँदैछु क्या, किनकि मलाई कन्फिडेन्स छैन क्या मसँग त्यति साह्रो कुन ठाउँमा के गर्ने भनेर। त्यही पनि हजुरहरूको कस्तो छ रोपाइँ? मेरो त यतापट्टि हाम्रोतिर त ठिकै असार लागिसकेको छ, ठ्याक्क धान रोप्ने अनि ठुक्क आनन्द चल्नुपर्ने। हाम्रो त हाम्रो पहिला गोरु थियो बेचेर, अनि त्यसपछि नकिनेको दुःख पाएँ यसपालि त। ट्र्याक्टर भनेको आउँदैन। र एउटा कुरा थाहा छ, हाम्रो यो देवीथान हो क्या। देवीथान मतलब यहाँ चाहिँ पुरै देवीथान यस्तो छ, यो चाहिँ यस्तो छ क्या। किनकि यहाँ चाहिँ वैशाख पूर्णिमा चाहिँ यहाँ चाहिँ पूजासुजा गरिन्छ क्या। बाख्रा मतलब पाठी काटिन्छ, बाबाले कुखुरा पोथीहरू काटिन्छ। पोथीमा त चल्ला क्या, पोथीमा पनि त्यस्तो होइन, यहाँ त्यो गरिन्छ। त्यसरी म चाहिँ पानी लिन आएर फर्किसक्यो क्या। किनकि हाम्रो चाहिँ यो चाहिँ काकाको खेत, यो मान काकाको खेत हो। यो मान काकाको घर उतै हो हाम्रो। हजुरलाई म देखाइदिन्छु घर, त्यस्तो छ। यस्तो छ हाम्रो गाउँ। यो जङ्गल यताबाट माथि गयो भने जङ्गल, यता यो गाउँ छ। यतापट्टि यो त्यो घरभन्दा अलि यतापट्टि रोड चाहिँ चकमै जाने, उता तलतिर मजा जाने, माथितिर चकमै, उता सिकाइ डाँडा। मस्त हिँड्न गाइस, मस्तसँगले टुटी लिएर आएर यस्तो। म चाहिँ यहाँ पाइप लिएर आएँ क्या। हाम्रो खेतमा चाहिँ यो पाइप लानु लगेको क्या। किनकि कुलो उताबाट थियो, उताबाट छैन। त्यहाँदेखि यस्तो चाहिँ यहाँ हो होइन, यस्तो छ। यहाँबाट पानी जान्छ, त्यो सानो गएछ, त्यही भएर पानी ठुलो लिएर आएको। गाउँमा बसेपछि यस्तै गर्नुपर्छ, केही छैन। गाउँघरमा भएपछि काम गर्नुपर्छ। हेर्नु गाइस, सहर परिएन, सहरमा बस्ने। मैले चाहिँ ठ्याक्क पानी सानी थुनी, यी कोदाली छ, गाउँले पर्यो गाइस। पानी सानी थुनी, अब हिँडेको ट्र्याक्टर आउँछ होला पानी कतिखेर पाट्ने। कहाँ बाटो लासा फेरि छ गाउँमा त, टिप्यो भने लडिन्छ। यो पाइपबाट लाने क्या हाम्रो चाहिँ उता सुई तारेर लिएर हिँडेको। यस्तो छ गाइस हाम्रो गाउँघरमा यस्तै हो काम त। गाउँघरमा त एकछिन बस्न पनि पाइँदैन क्या। खालि यो घर घाँस काट, यो घर के त्यहाँ यस्तो। यहाँ चाहिँ गोरुले जोतेको यो काका घर हेर्ने हो, यस्तो छ। उता हाम्रो यतापट्टि काकाको घर गाइस। हे गाइस के कस्तो छ भन्नु पर्यो। यो दुईवटा खेत चाहिँ हाम्रो हो क्या। यो दुईवटा खेत पानी यहाँ ला, त्यत्रो पानी ल्याएको कत्रो आएको रहेछ। यहाँ ठुलो पानी आउनुपर्ने, यत्रो पानी आएछ छ गाइस। म चाहिँ अहिले ठ्याक्क उसमा के अरे खेतमा पानी लाएर झोसेर अनि यता अब चाहिँ गोठतिर आएको क्या। किनकि गोठतिर ठुला आमा हुनुहुन्छ क्या। हाम्रो चाहिँ गाइस गोठ यो ठ्याक्क हाम्रो चाहिँ घर यता पर्छ, गोठ यहाँ। अनि केही छैन, ठुक्क लाएर चाहिँ गाउँघर यस्तो छ हाम्रो चाहिँ। यस्तो केही छैन, यता चाहिँ जोतिसकेको। किनकि यहाँ उतो पुच्चे ट्र्याक्टर छ नि त, त्यही भएर हामी चाहिँ रोपाइँ लागिसकेको छ। तपाईँ ठ्याक्कसँगले
चाहिँ हो यो चाहिँ धान चाहिँ मर्सँगले असार मर्द लाग्यो पानी चाहिँ खासै परेको छैन हाम्रो यता चाहिँ हेर्न सक्नुहुनेछ गाउँघरमा यस्तो हुन्छ ठ्याक्कै यो चाहिँ टोइलेट यो कुखुराको फार्म उता बोइलर छ यता पनि छ यो चाहिँ गदेउला खेती गर्नेको यो छ हाम्रो सुँगुर पोखर यो छ हाम्रो खोले पकाउने ठाउँ त बाह्रा भैँसी गाई चाहिँ हाम्रो गोठ हो गोठ छ म चाहिँ भाङटार हिँडेको क्या किनकि भाङटारमा ट्र्याक्टर लगेछ अरे भाङटारमा ट्र्याक्टर लगेछ क्या म चाहिँ नाम्रो डोरी कचिया लिएर बगैँचा हिँडेको क्या बगैँचामा ऊ छ त्यो घाँस छ छेउछाउको त्यो पनि काट्ने ट्र्याक्टर लगेछ अरे क्या त्यहाँ जोत्नलाई अब त्यहाँ जाने गाई हिँडेको लगाइ यस्तै छ गाउँघरमा काम गर्नुपर्छ खानुपर्छ गाइस हो इस पानी पर्ला जस्तो भयो पानी पऱ्यो भने मेरो मोबाइल भिज्छ म चाहिँ ठ्याक्क बगैँचा आइपुग्न लागिसकेको छु होइन हाम्रो चाहिँ बगैँचा आइपुग्दाखेरि मैले एकजना मान्छेलाई देखिँ तर बाजे क्या बाजे मेरो बाजे बाजेले त्यसो बाजे भाइ हाई भन न हाई भन न हाई के छ भन न यो होइन बाजे कहाँ हिँड्नु ल ल ल ल छान्ने ल मेरो बाजे क्या बाजे खतरा हान्ने त बाजेलाई कसैले सक्छ बाजे त खतरा हान्ने त बाजेलाई कसैले सक्दैन क्या ऊ यस्तो छ नि उसलाई सायद एक बोतल रक्सी भयो भने उसले पुग्छ काम छैन ए उता आफ्नो टाढा काम गर्ने उसले एक बोतल रक्सी दिनुपर्छ एक दिनको लागि अनि 1000 रुपियाँ जतिसुकै काम हो लो यहाँ रक्सी चाहिँ उसलाई चाहियो त्यही हो खुसी आफै आउँछ बगैँचामा यस्तो छ गाइस हेर्नु ल म चाहिँ भाङटार आइसकेँ खेतमा यो पुरै यो चाहिँ यो हाम्रो खेत यो खेत त जोतेको छ साइली काकाको माथिमान काकाको त जोतेको त्यस निम्बाहरूको अहिले जोतेको हाम्रो गाइस ट्र्याक्टर छ उता पुरै टिटी सुई गाइस यस्तो आर चाहिँ रोपाइ धमाधम आजबाट ट्र्याक्टर आएर पुरै जोताइ छ हाम्रो चाहिँ गाइस पुरै जोतिरहेको चाहिँ आज त खाना पनि खाएको छैन भोक लागिसक्यो यो जोत्ने त्यसपछि खाने गाइस